हेलो गाइज, हामी चाहिँ आज ड्रागन फ्रुटलाई के गर्न लागेको रे नाना? रिपोर्टिङ गर्न लागेको। रिपोर्टिङ चाहिँ अब कसरी गर्ने? अब खोइ यत्रो ठुलो उसमा अलि गाह्रै छैन। यसलाई सबै माटो माथिको जति सबै निकालेर अनि पछि चाहिँ यसलाई मल हाल्ने हो। ल साथीहरू, हामी चाहिँ यो दुईटा जारलाई निकालेर काटेर निकालेर यसलाई के भन्छ नाना? यस्तै क्रेट, माछाको क्रेट होइन यो? माछाको क्रेट हाल्ने हो। यसमा अलिक सानो फल्यो, भनेको यहाँ मेहनत चाहिँ गरेको छ है। तपाईँहरू पनि भर्खर रोप्दै हुनुहुन्छ भने यस्तो जारमा चाहिँ नरोप्नु क्या। अब पछि गएर दुःख पाउँदो रहेछ। यो जार पनि जार देखाएको छ, फल्न पनि सानो फल्छ अनि के भन्छ पछि गएर फेरि निकाल्नु गाह्रो। यहाँ यस्तो जारमा यसरी कटिङै गर्नु पर्यो। जार खेर गयो नि त, एउटा होइन, यो त 4वटै जार खेर गयो नि है। जेरो ब्यालेन्समा गरेको अहिले आएर के गर्ने? त्यो बेला त जेरो ब्यालेन्स भन्दै रोप्दै गरे आयो। ल साथीहरू, हामीले चाहिँ यो बक्सको चाहिँ यसरी खनेको छ। यता देखाइदियो भाइ, यसरी खनेको छ। अब यसमा यो साइडमा अब मल मिसाएर हाल्नुपर्छ। मल यो माटो मिसाउने होइन न? नमिसाउने पुगेन भने मात्रै हाल्ने। अझै मल हाल्नु है। हेर्नुहोस् त, अब यतिको भयो। अघि कस्तो कक्रक्क थियो होइन, अहिले चाहिँ मलसल हालेर ल चट्ट भयो। अब यसलाई पानी हाल्ने हो। आजको काम चाहिँ यति हो। अब माथितिर गएर पनि, माथि पनि छ नि, माथि पनि मल हाल्ने हो। माथि पनि ड्रागन फ्रुट, हाम्रो त घरै ड्रागन फ्रुटले भनेछ। अर्को वर्ष चाहिँ सबै निस्किन्छ। अहिले चाहिँ उतापट्टिको उता साइडमा चाहिँ अलिअलि मात्रै निस्किया छ। यति मात्र बढी भएको होइन। कार्यक्रम हुँदैछ हाम्रो। त्यो चाहिँ छुट्टै राख्छ। अझै पानी हालेर पनि सफा गर्नुपर्छ नि यो त। अहिले त बढारेको मात्रै होइन, बढारेको मात्रै बताइन्छ। ल साथीहरू, हामी माथितिर सिफ्ट हुँदैछौँ। अब माथिको काम बाँकी छ। यहाँ तलको सिद्धियो बल्ल बल्ल। यहाँ माथि त धेरै छैन, थोरै छ। अब यहाँ खतरा पुल्छ। उसले जल लिएर देख्नु नि, त्यहाँ रेड कलरको जल लिएर हाम्रो। ल साथीहरू, हेर्नुहोस् यहाँ हाम्रो मुन्तला टिपेर खाइ पनि सकिसक्यो नाना। मैले हिजो 4-5 टिपेको। मिठो गुलियो रहेछ। मुन्तला चाहिँ कहाँ सुन्तला जस्तो ठुल्ठुलो आउँछ यो मुन्तला। के अरे नानी यो? पिपिनो मेलन। यो नि वाटरमेलन जस्तै हो।
सुगर रोगीले खाने हो सुगर फ्री सलगम यहाँ हेर यहाँ सलगम यत्रो यत्रो भएको छ ल साथीहरू अब यो काटेको भाँडा पनि अब युज त गर्नु पर्यो नि अलिअलि अब यहाँ अझै ड्रागन फ्रुट छ उ त्यहाँ ग्रो ब्यागमा त्यो दुईटालाई यो हुन्छ ठिक्क हुन्छ यो दुईटा टक्क बाँधेर अनि अलिकति ठुलो भएपछि फेरि यसलाई पनि निकालेर अनि त्यस्तै माछा प्लेटमा हुन्छ कि केमा हुन्छ हाल्नुपर्छ साथीहरू यसलाई यसरी निकाल यता निकाल्यो भने वही सक्दैन क्या हो खै त हुँदैन क्या हो हुँदैन पख यसमा माटो धेरै भएछ हुन्छ लाग्ने लु आम्मामा त्यो बाल्टी नै भएछ हेर त के अरे ड्रम नै भएछ यस्तो भएको छ अनि जराले यो त जरा त कटिङ गरेको गर्नुपर्छ बोनसाई बनाउनु मिल्ने रहेछ सन्जु यो त फेरि ठोक्यो कति ठोक्छ है हेर्नु त्यहाँ कत्रो ठुलो भएको छ यसलाई त जस्तो गरी नि बाँच्छ पो के फरक पर्दैन बिजोकै भएछ है कौशी त्यसलाई तल पठाइदिउँ साथीहरू माथि घाम सकाएर पनि अब चाहिँ यहाँ गलै चाहिँ धुनाको अब यो गलै छल्लाई चाहिँ धोएर टक्क आराम गर्ने हो साथीहरू अब काम धेरै पो भयो त आज त ल साथीहरू आजलाई चाहिँ यति नै हाम्रो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई मन पऱ्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला है साथीहरू